हेलो एन्ड नमस्ते सबैजनाले थम्बनेल र टाइटल देखेर थाहा पाइसक्नु होला। आज चाहिँ म कहाँ जान लाग्यो भन्ने। सो हामी चाहिँ अब पक्कु जीवन सर अनि पक्कुको मम्मी जीवन सरको बुढी मेरो चाहिँ भाउजू उहाँलाई चाहिँ अब बाटोमा भेट्छौँ अनि एक्कासी अब चाहिँ नयपुल गएर नै भेटिन्छ होला है सायद। ल गाइस लेट्स सी, सबैजना रमाउनु होला। अनि मैले चाहिँ बिर्सेको कुरा के हो भने जतिले पनि हेर्नुहुन्छ कृपया सब्सक्राइब चाहिँ गरिदिनु होला है। थ्याङ्क यू भेरी मच। सो अब चाहिँ मेरो माउन्ट रेडी भएको छ जहाँसम्म लाग्छ होइन। कस्तो मजा टनाटन छ यार आज त। हेलो हेलो छिटो आऊ। ल ओके रेडी भएको हो। खै जुत्ता कस्तो छ? ओहो कस्तो राम्रो देखेको भएको। खै घुमे खै आजको पनि कति राम्रो देखेछ। हो थ्याङ्क यू। जाँदै गरौँ को गरे म किटक्याट अङ्कल सुभन अङ्कल यो बजा भने क्यार छ खै खै त नाचेको। बल्ले 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 गरेर नाच्यो। हाम्रो फाइनली यता पक्कु सिङ रेडी भएको छ। पक्कु रेडी हो तिमी? ओहो फाइनली हामी चाहिँ नबुल हुँदै बिरुखाटी आइएको छ है। सो हेलो हामी चाहिँ अहिले घामदुर्ग जानलाई यो बिरुखाटी हुँदै बिरुखाटीको पुल खोला देख्न सक्नुहुन्छ होइन। कहाँसम्म रहेछ होइन लेट्स सी होइन कस्तो रहेछ बाटो। मजा छ त भ्यू त मरद छ त। बाटो पनि आइयो तर यहाँको मेरो गाउँकै अपलोड खतरनाक थियो। कसले लख त नि अनि मैले खाइदिइसकेँ बुमु हेलो नमस्ते गरिदेऊ न। नमस्ते गरिदेऊ ल। ल है नाचगान सुरु भइसकेको छ। हेलो एन्ड गुड मर्निङ फ्रम गान्तोक नेपाल सबैजनालाई। म चाहिँ अहिले गान्तोक छु। हिजो चाहिँ एकदमै वाइल्ड टायर भइरहेको थियो, लास्टै गाह्रो भइरहेको थियो क्या। अनि बेलुका चाहिँ लास्टै झडाइरहेको थियो। म त बिहानै चलिदिन्छु क्या जस्तो होइन। अनि पछि बिहान चाहिँ यो भ्यू देख्दाखेरि चाहिँ बल्ल बल्ल मजा आयो। खतरा छ नि होइन। ए रहेछ गान्तोक। तर यहाँबाट चाहिँ त्यो मेन त्यो माछापुच्छ्रे चाहिँ देखेको हुन्छ। चाहिँ माछापुच्छ्रे सायद अन्नपूर्ण त्यो थाहा छैन। टुरिस्टहरूको वार्म अप सुरु भइरहेको छ। हेलो आइयो हजुर घर
फुलै फुल गान छ त यहाँ त रमाइलो छ त ओ राम्री मान्छे हो यो के हो नि तिम्रो नाम दृष्टि के हो कति राम्री भयो कति खिच्ने एउटै भ्यू देखाएर जाम भयो अब भ्यू त कहाँ देखियो त नि छपराहरुको भ्यू त माथिबाट हो त गाइस अहिले चाहिँ मसँग पक्कु छिन् पक्कु अनि लभ यु किटक्याट अङ्कल भनेको खै लभ यु टु मेरी पक्कु आई लभ यु टु थ्याङ्क यू फर लभिङ मी मैले कस्तो चलाएको छु हिजो आउँदाखेरि तिमीलाई काहीँ लोटाएको लोटा होइन काहीँ तिमीलाई डर लाग्यो फाइनली धामधुरको यात्रा सकेर होइन हामी चाहिँ लागिरहेको छौँ यहाँ चाहिँ एकदमै तर स्कुटीले चाहिँ भगवानको प्रार्थनामा हो चलाउनु त मैले फेरि अख्खा चलाइदिन्छु स्कुटीलाई साथ दिन पऱ्यो त्यही हो पक्कु स्कुटीलाई साथ दिन्छ कि दिन्न कहाँसम्म हो कुष्मासम्म दिन्छ कि दिन्न कुष्मासम्म जान्छ सेफली जान्छ कि के भएर जान्छ सेफली जान्छ कि जाँदैन हिजो चाहिँ भिडियो किन नबनाएको भने माथि जाँदाखेरि चाहिँ हिजो राति जाँदाखेरि चाहिँ अलि अँधेरो भएको थियो होइन सिरी के अरे पक्कु अनि त्यो अँधेरो भएको कारणले चाहिँ हिजो जाँदाखेरि भिडियो बनाइनँ अनि बिहान पनि मलाई एकदम कस्तो भइरहेको थियो कि एकदमै हुन्छ नि अनफ्रेस फिल भइरहेको थियो अनि भने वेकअप त्यसपछि तपाईँ अफसेट त्यो सब हुन्छ नि त्यो दुखाइ त्यो पेन यो त्यो एन्जाइटी सब भागिदिइरहेको क्या मा कसम त्यो हिमालले होइन बयान गर्नै सक्दिनँ कि कस्तो दामी लाग्यो मलाई त्यो हिमाल त इट्स एब्सोल्युटली बबाल के पक्कु च्याप्पासँग त यहाँ उ छ चिप्लो हो च्याप्पासँग त छिटो सम्म देखाउने गाह्रो भयो त हिजो चाहिँ एकदमै त्यो आउने बेला त्यो पोखराकोहरूले सक्नु हुँदैन होला हजुर त एकदम गाह्रो छ बाटो भनेर होइन पुरा डर देखिरहेको थियो कि कसम तर मलाई चाहिँ एकदम कन्फिडेन्ट थियो कि मोरिया जस्तो त नहोला नि होइन मोरियाको बाटो जस्तो त नहोला नि भनेर कन्फिडेन्स थियो मजा आयो क्या होइन पक्कुलाई बाबासित रमाइलो कि मसित ल बाबालाई जित्नु कसले बाबाले जित्न देऊ न बाबालाई जित्न देऊ न के हुन्छ र बाबाले जित्न अरे के बाबालाई जित्न देऊ न त्यो आउँछ कि गाडी हुन्छ रोड सानो छ त्यहीँ माथि अफ रोड छ होइन बिस्तारै लिएर आए त भइहाल्छ नि पुगिहालिन्छ नि यो रनमन्तीको वन कति चाँडो चर्का आउँछ यार आउनु नि यार नै आइदिरहेको धन्य यार मार्छ कि हो पक्कु नडर है म अङ्कल छु ल अङ्कल सेभ यु नडर हो चाहिँ यहीँसम्म है माथि चाहिँ राम्रो बाटो अब यहाँ चाहिँ टोटल्ली अफ रोड यस्तो डर लाग्दो अफ रोड छ नि महाकसम आइकान के म तपाईँहरूलाई देखाएरै भन्छु कस्तो चाहिँ अफ रोड छ भनेर हिजो चाहिँ मेरो यहीँ आएर स्टार्ट बन्द भइदिइराखेको क्या ठ्याक्क होइन अनि यहाँको त्यो छराको पानी सानी लिएर आएँ त्यहाँबाट हानेको अनि एकछिन त हुँदै भएन है पछि कि हानेर अनि बल्ल चाहिँ हो यस्तो अफ रोड छ क्या मा पक्कु च्याप्पासँग त के भन्नु अफ रोड चाहिँ लास्ट अफ रोड छ कुनै ठाउँ चाहिँ च्याप्पासँग त है गाह्रो भयो हो ल एकैछिन हो क्या अब है ल
समात अर्को हातले साँदाखेरि तिमीले लिफ्ट हामीले साँदा है एकैछिन अब 5 मिनट्स त यस्तै छ पकाइ अब कहाँबाट सकिने यार यस्तै त लाग्थ्यो कि मलाई के भन्नु गाह्रो छ नलिकन नहेर भएन फेरि तल छङ्गे भिड छ यार पक्कु नफर्क न पछाडि नफर्क है हस् Oh my goodness. Sor. Hey. Vishwakarma. Baba. Vishwakarma Baba चढाइदिनु होला ठिक छ थ्याङ्क यू भन थ्याङ्क गड भन न नफर्क है पछाडि पक्कु यता धर्न चाहिँ बाबाले क्या त्यो एउटा खोला छ यार डुबाउँछ यार त्यहाँ त यार यस्तो छ कि न डुडाङ्ग परिसकेर जुत्ता सुत्ता सब भिज्छ भनेर यहाँ त यहाँ आयो ए लास्ट गाह्रो हो कि यो वान अफ द गाह्रो पाथ भनेकै यस्तो गाह्रो भइरह्यो कहाँ निस्किने कसरी निस्कने यो वहीँ पुर्याउने घान्द्रुक नै बाटो त यत्तिकै हो गाह्रो भनेको अब पुग्छ यो कट्यो भने त पुग्छ यो कट्यो भने त पुग्छ मजाले ल पर्दैन पक्कु पछाडि नफर्क है ल यो हल्का अगाडि आइदिनु न स्कुटी पुग्छ बिस्तारै बिस्तारै छोड्ने त बन्द होला जस्तो लाग्छ क्या त गाह्रो पास नै काटियो खोइ जीवन सर खालि पछाडि फर्के नक्कली टोक्छ मलाई आयो किन टोकेको रिसाउटी केटी मेरो पछाडि यस्तो रिसाउटी केटी परेको छ नि मलाई टोक्छ रिसायो भने मुसो किनभने उसको नामै मुसो हो होइन मुसो ए मुसो 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 यस्तो Oh my god, बल्ल सास फेर्न सक्यो यार
आयो याहू ए बेसकरी चलायो भने मजा आउँछ चलाउनु हुँदैन नि बाबालाई जित्न दिने कि नै बाबालाई जित्न दिने कि नै जित्ने ल है खु गर वाह बडा ब्युटी या होला होइन अनि यो बुद्धको हुन्छ नि फ्ल्यागहरू के कस्तो दामी लाग्छ मलाई यहाँ मेरो पनि राख्नुपर्छ कि हो अगाडिपट्टि फर्र उड्छ नि मजा आउँछ अरे स्पिड चलायो भने त्यो नक्कली साथी याहू अलि यो बिरामी मोटर लिएर हाम्रो गएर पनि आइयो होइन बाटोको हालत देख्नै लाइक केही छैन होइन यस्तो खराब छ कि यस्तो खराब छ त्यहाँ पनि डुबिन्छ कि यो फेरि अब चाहिँ बिरेठाती कोसी नै भेट हुन्छ है ल यही हो त्यो नक्कली गीत स्पिड चलाऊ भनेर फर्काउने ए मलाई स्पिड चलाऊ भनेर फर्काउने के ल ए गाइस बिरेठाती पनि आइयो साँच्चै दिएकै हो है बिरामी कस्तो भयो आउँदाखेरि के भयो तेरो बाटो केही पनि नभइकन आएको होइन सेफली आएको होइन कस्तो लाग्यो मजा आयो कि आएन बाबाले चलाउँदा मैले अहिले आएर चाहिँ कुरा खेर अघि चाहिँ मैले भन्दैछु अगाडि 1 नम्बरको अगाडि छ भने अनि जति पनि नयाँ होइन पुरानो जति पनि हुन्छ कृपया मेरो च्यानलमा भिजिट गरेर लाइक र कमेन्ट पनि गरिदिनु होला अनि सब्सक्राइब पनि गरिदिनु नभुल्नु होला हस् त यति भन्दै नमस्ते धन्यवाद सबैजनालाई थ्याङ्क यू भेरी मच